केही स्वार्थका लागि कोही एमालेबाट आएका मान्छेहरू, कोही काङ्ग्रेसबाट, कोही माओवादी अथवा कुनै न कुनै दलसँग विगतमा आबद्ध भएका एउटा गरिबको घरमा चुलो कसरी बल्छ भन्ने कुरामा उहाँहरूको विषयवस्तु छैन। दर्शकबिन नमस्कार, म बोमबहादुर विगर। यति बेला हामीले जुन किसिमले लोकतन्त्रको विरोध भइरहेको छ र मुलुकमा र राजतन्त्रप्रतिको लगाव देखिएको छ अथवा त्यसलाई आकर्षण भनौँ, यसै सन्दर्भमा हामीले नेपालमा लोकतन्त्र उचित कि उहिले नै भनौँ अथवा विस्थापित भइसकेको राजतन्त्र उचित भन्ने सन्दर्भमा हामीले आज कानुनका विद्यार्थी सन्दीप परियारसँग एउटा सानो भलाखुसारी अथवा छलफल गर्दैछौँ। त्यसै गरी सन्दीपजी, जसरी राजतन्त्रको समर्थनमा उत्रिने साथीहरू अथवा आन्दोलनमा उत्रिने साथीहरू चाहिँ स्वार्थमा केन्द्रित रहेर आएका अथवा केही स्वार्थका लागि कोही एमालेबाट आएका मान्छेहरू, कोही काङ्ग्रेसबाट, कोही माओवादी अथवा कुनै न कुनै दलसँग विगतमा आबद्ध भएका साथीहरू आएका छन् भन्ने छ। यसलाई कसरी लिनु छ? कस्तो हुन्छ भने आजसम्म मैले राजनीतिक इतिहास र सामाजिक इतिहास हेरिराख्दाखेरि विश्वको इतिहास हेर्दा पनि कुनै पनि क्रान्ति कुनै पनि स्वार्थको लागि अवश्य हो। तपाईँले पनि इतिहास पढिराख्दाखेरि कुनै पनि क्रान्ति हुँदाखेरि कुनै न कुनै स्वार्थ जोडिएकै हुन्छ र यस कारणले गर्दाखेरि यसमा चाहिँ कस्तो छ भने एउटा स्वार्थ पुरा नभइसकेपछि एमालेबाट फुत्किएका, एउटा स्वार्थ पुरा नभएपछि काङ्ग्रेस माओवादीबाट फुत्किएका टुक्राहरू झिल्काहरू। हामीले उदाहरणका लागि मानौ उहाँ जस्तो कमान्डर नि तोकिएको छ व्यवसायी दुर्गा प्रसाई हुनुभयो, जस्तै अधिवक्ता स्वागत नेपाल लगायतका व्यक्तिहरू पनि स्वार्थकै कारणले राजाको समर्थनमा उत्रिएका अथवा कुनै भाग नपाएपछि राजतन्त्रमा लागेका भन्ने पनि त छ। स्वागतजी अनि दुर्गा प्रसाईहरूको विचारधाराहरू यसो हेर्दाखेरि चाहिँ उहाँहरूले आफ्नो व्यवसायहरूलाई कसरी फस्टाउन सकिन्छ र आफू कसरी सत्तामा पुग्न सकिन्छ भन्ने कुराहरूलाई उहाँहरूको ध्यान आकर्षण मात्र छ, अरू केही होइन। उहाँहरूको यति विचारधारामा छ कि उहाँहरूले आफ्नो व्यवसायलाई कसरी सुदृढ बनाउन सकिन्छ, कसरी अझै तपाईँले भन्नुहुन्छ भने यो विचारधारा अनुसार हिँडेको हेर्ने हो भने मैले दुर्गा प्रसाई चाहिँ राजा ल्याउने भनेर उहाँ आन्दोलन गर्नुहुन्छ। पाए पार राजालाई नै त्यो व्यवस्था आउने बेलामा राजालाई नै क्रस गरेर आफू चाहिँ राजा भन्ने त्यस्तो किसिमको सोच विचारधारा भएको चाहिँ मलाई लाग्छ। तपाईँहरूको लागि चाहिँ कस्तो यो विचारधारा मलाई थाहा भएन, तर मेरो विचारधारामा चाहिँ उहाँ भोलि बिहान यो आन्दोलनलाई रोकेर आन्दोलनपछि आफू राजा बन्ने त्यस्तो विचारहरू राख्न सक्नुहुन्छ, किनभने उहाँ के बोल्नुहुन्छ भन्ने थाहा हुँदैन उहाँलाई। अनि यसै कारणले गर्दाखेरि यो आन्दोलनले हामीले इतिहासलाई हेर्दाखेरि राजनीतिक परिप्रेक्ष्यता आएका व्यक्तित्वहरू धेरै जोडिएका छन्। यस कारणले गर्दाखेरि केही अहिले लोकतन्त्रले दिएका केही पार्टीगतहरू माथि त पुगेका छन् र तिनमा चाहिँ सत्य लेख्न नपाएर केही खान नपाएर चाहिँ राजाबाट केही आफू माथि पुग्न सकिन्छ, राजालाई प्रयोग गरेर राजाबाट केही आफूले स्वार्थ लेख्न सकिन्छ कि भन्ने विचारधाराबाट उहाँहरू आबद्ध हुनुभएको हो जस्तो लाग्छ मलाई चाहिँ। अब कस्तो आज नै दुर्गा प्रसाईजीले एउटा अन्तर्वार्तामा भन्नुभयो, भोलि राजतन्त्रका लागि मान्छे मर्न तयार छन्, लोकतन्त्र आवश्यक छैन, मर्नका लागि करिब 150 जति मान्छेले नाम टिपाइसके भन्नुभएको छ। जुन 46-47 साल पहिला चाहिँ कम्युनिस्टहरूमा के थियो भने समाजवाद बन्दुकको नालबाट आउँछ, बन्दुकबाट आउँछ भन्ने खालको जुन धारणा थियो, त्यही किसिमको मान्छे मरेर नै परिवर्तन हुन्छ भन्ने खालको धारणा उहाँहरूमा भएको कि अथवा लोकतन्त्रको रक्षा गर्ने अथवा लोकतान्त्रिक प्रणालीमा जुन शासन गरिरहनु भएका नेपालको उच्च पदस्थ तहमा रहेका व्यक्तिहरूलाई उहाँहरूले देखाउनु भएको दम्भ हो। यो कस्तो हो नि विवेकजी, यसमा यो आन्दोलनमा जोडिएका व्यक्तित्वहरू एउटा व्यवसायीहरू छन् र एउटा अलिकति धन भएको, शिक्षा लिएको तर बेरोजगारी भएको यस्ता व्यक्तित्वहरू यो आन्दोलनमा धेरै आबद्धहरू हुनुहुन्छ र ठाडो भाषामा भन्दा पुँजीवादी समाजको व्यक्तित्वहरू यो आन्दोलनमा चाहिँ धेरै नजिक हुनुहुन्छ। यस कारणले गर्दाखेरि हामीले के भन्न सकिन्छ भने उहाँहरूको विषयवस्तुमा कुनै पनि गरिबको घरमा आगो नबलेको विषयमा छैन, कसरी आगो बाल्ने भन्ने विषयमा छैन, कसरी सत्तामा जाने
कसरी आफूले सहयोग हुन्छ नि कसरी आफ्नो हामीले- सहयोगका लागि हामीले यो पनि बुझ्न सक्छौँ कि जुन लोकतन्त्रले दिएको जुन स्वतन्त्रता छ अथवा संविधानमा जुन नागरिकको अधिकार सुनिश्चित गरिएको छ त्यसलाई निमोट्नका निम्ति लागेको भन्ने पनि कस्तो देख्न सकिन्छ। हामीले कस्तो छ भन्दाखेरि लोकतन्त्र जुन अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरूमध्ये सबभन्दा बढी लडाइँ चाहिँ नागरिक स्वतन्त्रताको लागि भयो। त्यो नै खोज्न थालिराख्नु भएको छ। यसबारेमा तपाईँ के भन्नु? लोकतन्त्रले दिएको जुन स्वतन्त्रता छ अथवा संविधानमा जुन नागरिकको अधिकार सुनिश्चित गरिएको छ त्यसलाई निमोट्नका निम्ति लागेको भन्ने पनि कस्तो देख्न सकिन्छ। हामीले कस्तो छ भन्दाखेरि लोकतन्त्र जुन अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरूमध्ये सबभन्दा बढी लडाइँ चाहिँ नागरिक स्वतन्त्रताको लागि भयो। त्यो नै खोज्न थालिराख्नु भएको छ। यसबारेमा तपाईँ के भन्नु? एउटा कानुनको विद्यार्थी भएको हिसाबले र एउटा युवा भएको हिसाबले यसलाई तपाईँले कसरी लिने? यसलाई म जोड्दैछु। एउटा गरिबको घरमा चुलो कसरी बल्छ भन्ने कुरामा उहाँहरूको विषयवस्तु छैन। कसरी एउटा दुर्गम एउटा कर्णालीको मान्छेले उपचार पाएको छ कि छैन भन्ने विषयवस्तुमा उहाँहरूको विषयवस्तु छैन। उहाँहरूको सिर्फ यति छ कि लोकतन्त्रमा यी शीर्ष नेताहरूले काम गरेनन्, देश ठिक ठाउँमा पुग्न सकेन र अब कसरी यिनीहरूलाई हटाउने र राज संस्था मात्र कसरी लिउने भन्ने यिनीहरूको विषयवस्तु हो। र लोकतन्त्रलाई पूर्ण रूपमा सुचारू हुन दिन सकेको छैन के अझै नेपालले। यस कारणले गर्दाखेरि चाहिँ यो लोकतन्त्रमा भएका स्वतन्त्र संविधानले दिएको हक अधिकार यसलाई चाहिँ प्रयोग गर्न खोजेको हो उहाँहरूले। र यो भइरहेको छ। यो मलाई लाग्छ बेला बेलामा यतिको लोकतन्त्रलाई यतिको बाधा अवरोध गराउने चिजहरू चाहिँ हुनुपर्छ, तर लोकतन्त्र चाहिँ डगमगाउनु हुँदैन। र भोलि बिहान फेरि सकिन्न कि लोकतन्त्र डगमगाउनु हुँदैन, संविधान चेन्ज हुँदैन भन्न त हाम्रो हिसाबबाट सकिन्छ, तर नेताहरूको मन विचार हो। अब कतिखेर परिवर्तन हुन्छ भन्ने त हामीलाई थाहा हुँदैन। तर त्यो हिसाबले त लोकतन्त्रलाई थप सुदृढ गरेर लैजान पर्ने थियो। तर पनि यो उशृङ्खल गतिविधिले चाहिँ के भन्छ भने अब लोकतन्त्रको विकल्प लोकतन्त्र होइन, राजतन्त्र नै हो, राज संस्था हो भन्ने छ। त्यस्तो भन्छन्, तर मेरो विचारमा चाहिँ कस्तो लाग्छ भने लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ, लोकतन्त्रको विकल्प जनता नै हो। लोकतन्त्रको विकल्प जनता बाहेक अरू कुनै नै छैन। राजा भोलि बिहान राज संस्था हुँदै बित्तिकै राजाको एउटा निजी विचारले देश सञ्चालन हुन्छ। केन्द्रीय सत्ता एउटा राजाको निजी विचारले सञ्चालन हुँदा विभिन्न भागखण्डमा जोडिएका शक्तिहरू चाहिँ दुरुपयोग हुन सक्छन्, जसरी सुचारू हुन सक्दैनन्। शक्ति पृथकीकरणको सही उपयोग नहुन सक्छ। यस कारणले गर्दाखेरि यो जसरी लोकतन्त्रलाई उपयोग गरेर राजा ल्याउन खोजिएको छ यो चाहिँ नेपालको होल समाजको लागि चाहिँ गलत हो। तर एउटा पुँजीगत समाजको लागि चाहिँ यो राम्रो होला सायद, तर होल नेपालको लागि चाहिँ यो गलत हो। गलतलाई गलत भन्नुपर्छ। र लोकतन्त्र अझैसम्म नेपालमा सही रूपमा लागू भएको छैन। र मूल्याङ्कन हामीले गर्ने हो भने अझै पनि 20-25 वर्ष लोकतन्त्रलाई हेर्नुपर्छ। हेरेपछि बल्ल थाहा हुन्छ जस्तो लाग्छ। किनभने राजनीतिक विचारधाराबाट हेर्ने भने राज संस्था पनि भएका विकासहरूलाई खण्डन गर्ने हो भने यो अहिले लोकतन्त्रको विकास क्रमलाई नि खण्डन गर्ने हो भने राज संस्थामा तपाईँलाई कस्तो लाग्छ विवेकजी? एउटा विषयवस्तुमा हेर्ने हो भने राज संस्थाको पालामा उद्योग कल कारखाना खुलेका थिए, तर स्कुल नि खुलेका थिए, तर त्यहाँ गरिबका छोराछोरी पढ्न पाएका थिए? पक्कै पनि थिएनन्। आज परिवर्तन कहाँमा आछ? बरु उद्योग कल कारखाना केही बन्द भछन् होला लोकतन्त्रको उपयोगले, म मान्छु। तर एउटा गरिबको छोराले डाक्टर पढ्न पाएको छ, वकिल पढ्न पाएको छ, एउटा गरिबको चेलीले नर्सिङ पढ्न पाएको छ। समाजमा आफ्नो हक अधिकार सुनिश्चित गर्नका लागि, आफ्नो हक पाउनका लागि राज्य विरुद्ध बोल्न पाएको छ नि। यो लोकतन्त्रको उपयोग हो। यस कारणले गर्दा हामीले देख्न सक्छौँ कि यो प्रयोग गर्न खोजेर, संविधानको प्रयोग गर्न खोजेर पक्कै पनि स्वतन्त्रता यो संविधानलाई सुदृढ गर्न खोजिएका केही कल्याणकारी आयामहरूलाई चाहिँ निमोट्न खोजिएको हो। तर यो मानेमा हो कि यो बोल्दैमा फेरि भोलि बिहान मलाई पनि
धेरै कुराहरू आउन सक्छ, वाच गर्न सक्छन्। ठिक छ, केही भयो। कस्तो जस्तै विशेष गरी यो 60-65 साल यता जन्मेका पुस्ताहरूमा चाहिँ के छ भने यो राजनीतिक दलले भ्रष्टाचार मात्रै गरे, राम्रो काम केही पनि गरेनन् भन्ने खालको जुन वितृष्णा छ, यसलाई चाहिँ तपाईँले के प्रश्न पार्न, तपाईँ युवा भएको नाताले के भन्न चाहनुहुन्छ युवा साथीहरूलाई? यो विषयवस्तुलाई मैले कसरी हेर्न चाहन्छु भने राज संस्थाको विषयमा पनि मैले त्यति परिवर्तन भएको त मैले देख्दैन। 210 वर्षभन्दा धेरै शासन गरेका थिए र एउटा दुईटा व्यक्तित्वहरूले, एउटा दुईटा राजाको व्यक्तित्वले गर्दा विकास भएको देशलाई सबै राजा ठिक छन् भन्न मिल्दैन, लोकतन्त्रले दिँदैन।